नमस्कार सम्पूर्णमा र स्वागत छ हजुरहरूलाई मेरो अर्को एउटा ब्लगमा। आजको दिनको सुरुवात हुँदैछ फर्सीको मन्टा केलाउनुदेखिबाट, किनकि मैले चाहिँ दिदीलाई सघाउने क्रममा फर्सीको मन्टा केलाएर राख्दै थिएँ। दिदी चाहिँ घर पोछा लाउनु थियो, काम त धेरै नै हुन्छ नि त। यहाँ हेर्नु न, अब अक्षत र हर्ष चाहिँ दुईजना जिउभरि साबुन दलेर आएर भुत बनाएर हामीलाई तर्साउँदै थिए। अनि आमा जुपाले चाहिँ हामी सँगै ब्रेकफास्ट गरेर म चाहिँ फेरि लन्चको लागि लागेँ, किनकि लन्चमा हामीलाई इन्भाइट थियो जेठानी दिदी घर। अनि त्यहाँ गएर हामीले लन्च गऱ्यौँ। अनि लन्च गरि नसक्दै कल आउन थालिहाल्यो कि पार्क जाने, छिटो गरेर आउनु भनेर। र छिटो गरेर दिदी घर पुगेँ। अनि फेरि त्यहाँबाट हामी पार्कमा गयौँ। यो कन्टिन्युसली 3rd इयर हो हामी म बच्चाहरूले लिएर समर ब्रेकमा यो पार्कमा जान्छु नै। र नानीहरू पनि इन्जोय गर्छन्। र योपालि चाहिँ त्यसमा अलग्गै एउटा एट्र्याक्टिभ एउटा चिज एड गरेको रहेछ, जिप लाइन अनि रोप साइक्लिङ, होइन, धेरै चिजहरू। र नानीहरूले गर्ने भन्दै थिए। मेरो छोरी चाहिँ अलिक डरायो र बाँकी बच्चा सबैजनाले, दिदीको फ्रेन्डको बच्चाहरू पनि अनि भान्जा भान्जी मेरो फ्रेन्ड गरेर डराउँदै थियो। छोरीलाई चाहिँ मैले दिइनँ। अनि सबैजना के गरेर म चाहिँ यो पारिपट्टि बसेर सबैको भिडियो बनाएर बसेँ। राम्रो पनि लाग्यो। अनि पानी छ भनेर छोरीछोरी डराएछ र रुँदै थियो एकछिन। अनि त्यहाँबाट फर्केपछि हामीले चाहिँ म फर्किँदै थिएँ, नानीहरूले भने होइन हामीले चाहिँ बम्पर कार चलाउने भनेर। अनि छोराछोरी सबैजना भान्जा भान्जी सबैले लिएर म बम्पर कारतिर पठाएँ। त्यहाँ एकछिन बसेर उभिएर भिडियो गरेँ। अनि हेर्दैछु कति खुसीका दिनहरू, होइन, हर साल आउँछन् र इन्जोय गर्छन्। अनि धेरै वर्षपछि मतलब मैले पनि आफूले पनि यहाँ आज झुला झुल्न मलाई धेरै डर लाग्छ। सायद वेटले गरेर हो कि धेरै मोटो मान्छेलाई डर पनि लाग्छ नि त, होइन। अनि सबैले इन्जोय गरे, आफू पनि इन्जोय गर्यो। र स्लाइडमा पनि अब नानीहरू चाहिँ एकदम फ्री थियो, धेरै राति भइसकेको थियो। अनि म चाहिँ झुला झुल्दै बसिरहेको थिएँ। अनि हाम्रो दिदी चाहिँ जानुभएछ स्लाइडमा। अनि स्लाइडमा चिप्लिनु पनि भएछ। अनि हामी सबैजना हेरेर हाँस्दै थियौँ। म पनि पुगेँ थिएँ हेर्नलाई, म पनि हाँस्नलाई पुगेँ एकछिन। अनि त्यही बच्चालाई हँसाउनु भएको, अब सबैजना गएको थियौँ नि त, अब सबैजना हाँस्दै थिएँ। अनि मतलब फेरि आफ्नो बचपन हामीले जिउँदैछौँ जस्तो खालको महसुस भयो कि आजको दिन चाहिँ। अनि घर फर्किने क्रममा चाहिँ हामी दिदी र दिदीको साथीहरू सबैजना बच्चाहरू मिलेर हामीले मिठो डिनर गऱ्यौँ। अनि यसरी धेरै साना साना खुसीहरू बटुल्दै आजको दिनलाई चाहिँ टाटा बाई बाई गऱ्यौँ। र नेक्स्ट भिडियोमा फेरि भेटौँला। तबसम्मको लागि आफ्नो ख्याल राख्नुहोला। धन्यवाद।